ब्राइडल पटली प्रथम पटक तपाईँहरू सामु लिएर आएको छु। यसको कन्सेप्ट ग्राफ डिजाइन क्रोसेट बाई मेयर्स क्रोसेट। अनि यो पट्टी चाहिँ एकजना ब्राइडलको लागि तयार गरेको छु। उहाँले आफ्नो ड्रेस मलाई सेन्ड गर्नुभएर मेरो ड्रेससँग म्याच गर्ने पट्टी चाहिँ तयार गरिदिनुहोस् भन्नुभएको थियो। त्यही अनुसार मैले चाहिँ हाम्रो राष्ट्रिय फुलको प्रतीक लालीगुराँस फुल राखेर मैले यो पट्टी चाहिँ तयार गरेको छु। अनि कस्तो बुझाइरहेछ भने यस्तो क्रोसेट गरेको पट्लीहरू चाहिँ प्रायः लिम्बू कास्टे मात्रै बुक्छ, प्रयोगमा ल्याउँछ भन्ने रहेछ। तर मेरो विचारमा चाहिँ सबै जाति वर्गका दिदीबहिनीहरूले यस्तो प्रकारको पट्टी चाहिँ प्रयोगमा ल्याउन मिल्छ जस्तो लाग्छ, मन पऱ्यो भने है। किनभने यो त हातले बनाएको एउटा ठोस वस्तु मात्रै हो नि त, त्यही भएर मन पऱ्यो भने चाहिँ सबै दिदीबहिनीहरूले यो प्रयोगमा ल्याउन मिल्छ जस्तो लाग्छ मलाई। अनि यो चाहिँ मगर कास्टको एकजना बहिनीको लागि तयार गरेको छु है। उहाँले आफ्नो विवाहमा बोक्नुहुने अरे। अनि सधैँको भन्दा बिल्कुलै फरक डिजाइनमा मैले तयार गरेको छु। अनि यसलाई चाहिँ यसरी खोल्यो भने हेर्नुहोस् त, मसिनो कस्तो मजाको रोजहरू छ कि है। यही हो, कस्तो राम्रो देखेछ कि, क्युट देखेछ कि यो रोजले चाहिँ होइन। अनि दुवै साइडमा छ है, यो डेड है गोल्डन कलरको रोज छ। अनि साइडमा यो बन्द गर्ने र खोल्नेमा पनि यो ठुलो रोज राखिदिएको छु मैले। हेर्नुहोस् त कस्तो राम्रो देखेको, आफै बनाएको आफैलाई मन परिरहेछ अरे क्या। कस्तो राम्रो रोज है। यो पनि दुवै साइडमा छ यसरी है, यसरी। अनि यो पट्लीको ब्याकग्राउन्ड चाहिँ मरुन कलरको हो। अनि यो फ्लावरहरू चाहिँ डार्क गोल्डन कलरको। अनि यो लिफहरू चाहिँ डार्क ओलिभ कलरको राखेको छु है मैले। अनि यो कलरमा तयार भएको छ। अनि यो प्रकारको यो डिजाइनको पट्टी हजुरहरूलाई पनि मन पऱ्यो भने मलाई वाट्सएप भाइबर गर्न सक्नुहुन्छ दिएको नम्बरमा। अनि कृपया गरिकन मलाई फेसबुक मेसेन्जर र टिकटकमा चाहिँ म्यासेज नगरिदिनु होला। अनि हजुरहरूलाई कस्तो लाग्यो त आजको मेरो नयाँ बिल्कुलै नयाँ डिजाइनको पट्ली, प्रतिक्रिया गरिदिनु होला है त। अनि यो यता तलको बेस प्याटर्नहरू पनि फरक छ है त। अरू यो त एज युजुअल भइहाल्यो, लालीगुराँसहरू त यस्तो छ, यसरी बनिएको छ। थ्याङ्क यू हजुरहरूलाई मेरो भिडियो अहिलेसम्म हेरिदिनु भएको लागि।